म तिमीलाई मात्रै माया गर्छु भन्दाखेरि किन भन्छौ तिमी जहिले खुबै। आजको यस भिडियोमा हामी घुम्नेवाला छौँ युएई को सबैभन्दा पुरानो ठाउँ बर्दुबई। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ हामीहरू आएको छौँ बर्दुबई, जहाँ चाहिँ हाम्रो नेपालीहरू एकदमै धेरै बस्नुहुन्छ र त्यो ठाउँमा हाम्रो छ नि यहाँनिर हाम्रो नेपालको जस्तै माटोको घरहरूदेखि लिएर सबै कुराहरू छ। कस्तो छ भनेर चाहिँ म तपाईँहरूलाई यो भिडियोमा पुरै देखाउने छु। भिडियो अन्तिमसम्म हेर्न नबिर्सनु होला। हामीहरू चाहिँ अब यहाँ बर्दुबई आइसकेको छौँ। यहाँ आएर चाहिँ हामीहरू अघि एउटा यहाँदेखि पानी लिएको थियो, यहाँनिर हामी चटपटी खान्छौँ ल। दाइ आयो दाइ आयो। तिमी आयो एउटै हो तिमी एउटै हो। के छ दाइ स्पेसल? स्पेसल भनेको हाम्रो सुकुटी चटपटी मोमो अनि चटपटी आलु निम्की अनि पानीपुरी अनि यहाँको मोस्ट स्पेसल भनेको चाहिँ यो हाम्रो आलु निम्की। आलु निम्की हो, धराने स्टाइल। धरानी स्टाइल हो। कहाँ छ हो सुकुटी चटपटी? क्या खाएंगे भैया आज हमें? चटपटी खाएंगे, बस चटपटी फिर बाद में देखेंगे। दाई चटपटे गरिदिनु न त, चटपटे त्यो खाएर चाहिँ तपाईँको गरिदिनु, नबनाइदिनु ल, गरिदिनु। हाम्रो चाहिँ अहिले चटपटे रेडी भइसकेको छ, चटपटे लिन जाँदैछौँ हामीहरू। हामीहरू चाहिँ अब जाँदैछौँ ओल्ड दुबई, जसको नाम हो गोल्ड सुक। हामीहरू चाहिँ यो बोर्डहरू लिएर जानुपर्ने हुन्छ। यसको प्राइस चाहिँ सायद हाम्रो 2 दिराम लाग्छ होला। पहिले हामीहरू एकचोटि आउँदाखेरि चाहिँ 1 दिराममा आएको थियो, अहिले 2 दिराम भयो कि। यो बोर्डमा चाहिँ पाहाडतिर जानुपर्ने हुन्छ हामीहरू। हामीहरू अब गोल्ड, जहाँ चाहिँ हाम्रो असली खजाना छ, सुनै सुनको खजाना, हामी चाहिँ त्यो भित्र प्रवेश गर्दैछौँ। यो चाहिँ हाम्रो ट्राफिक लागिरहेको छ है। अहिले चाहिँ हामीहरू अब ओल्ड दुबई आइसकेको छौँ। यहाँनिर चाहिँ हाम्रो दुबईको पुरानो सामानहरू, जुन यहाँको मौलिक सबै कुराहरू चाहिँ यहाँनिर राखेको हुँदो रहेछ। हामीहरूले यहाँ चाहिँ आयो अब यहाँको मेन खजाना, जुनलाई चाहिँ हामीहरू हेर्ने भनेर दुबई इन्टरनेट सिटीदेखि आएको छौँ। त्यो खजानातिर हामीहरू लागिरहेको छौँ। अहिले चाहिँ हामीहरू यहाँनिर पुरानो सामानहरू हेरिरहेको छौँ। मलाई चाहिँ त्यति एक्ज्याक्टली थाहा छैन, मैले चाहिँ भैयालाई सोधिरहेको छु यो के हो भनेर। म पनि नयाँ हो, त्यही भएर चाहिँ त्यति थाहा छैन। ओइ क्या हो यो, के हो भैया? राम्रो ठाउँ छ, राम्रो ठाउँ। बबाल छ ठाउँ चाहिँ एकदमै। यहाँ आइसकेपछि चाहिँ के हो त नि, सब पुरानो सामानहरू देख्न सकिँदो रहेछ। सर हामीहरू चाहिँ हेर्दै हिँडिरहेको छौँ। Looks like antique, but it's not antique. Only denting paint. यतातिर चाहिँ हेर्न सक्नुहुन्छ यहाँको हाम्रो पुरानो सामानहरू के हो यार। यो
के गराएर राखेको छ यार यो यहाँभित्र पनि पुरै त्यस्तै नै गराएर राखेको रहेछ यो साइडतिर भयो योहरू के हो फेरि यो त खुर्सानी हो जस्तो लाग्यो मलाई खुर्सानी फुलहरू योहरू पनि यहाँको पुरानो सामानहरू हो त अहिले चाहिँ हामीहरू सुन हेर्दै हिँडिरहेको छ सुन यहाँनिर चाहिँ सुन हेरेर चाहिँ लास्ट मजा आइरहेको छ त तिज आइरहेको छ तिज आइरहेको समयमा यस्तो सुनहरू देखाउँदाखेरि केटीहरू पछि लाग्ला भन्ने त लमा सुन हेर्नु त के हो यार कहाँदेखि लिन्छ योहरूले यस्तो सुन आम्मामा कडा खा त तिज पनि आइरहेको छ तिज आइरहेको समयमा यस्तो सुनहरू देखाउँदाखेरि के कस्तो होला त तर्सिन्छ होला हौ मान्छेहरू यहाँनिर एउटा जलपरीले लगाइरहेको छ आम्मामा के साह्रो हो यस्तो बबाल 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 अति बबाल है अति बबाल भित्र पनि त्यस्तै नै बबाल छ जहाँ पनि पहेँलो नै पहेँलो देख्छ के गर्ने यार यस्तो है किन्ने चाहिँ होइन हामीहरू चाहिँ हेर्दै चाहिँ हिँड्छ इधर से राइट है या लेफ्ट भैया ये भी सोना के है क्या तो भाई सुन हो कि हो मा टोक्ने के सर सुन हो त यार यो ठिक छ बबाल छ बबाल यतिको सुन चाहिँ हुनु पर्यो है यसरी चाहिँ हुँदैन है यसरी हुँदैन भर्खरै सेलेरी आएको छ अनि सेलेरी आएको 2 दिन मात्र भएको छ सेलेरी आएको 2 दिनमा चाहिँ हबेबी त्यसपछि त फेरि गरिबी हुने तरिका हो नि त यो सेलेरी आएको मात्र 2-3 दिन भएको छ फेरि आज यस्तो सुन हेरेर आइसक्यो अब एकछिनमा मन परेपछि किन्नु पनि पर्यो है यस्तो छ यहाँ भित्रतिर चाहिँ फेरि कति बबाल बबाल सुनहरू छ अलि थोरै धेरै मात्र होइन अनि 1 केजी त भन्दैन आधा केजी यति मात्र उठायो भने पनि सठा भयो नि त यस्तो यस्तो छ यहाँ सुनहरू आमामा यस्तो देखिसकेपछि अहिले किन्न मन लागिहाल्छ किन्न मन लागेपछि अनि सेलेरी आएको 2-3 दिन मात्र भएको छ अनि के हुन्छ त भनेपछि सेलेरी आएको 1-2 दिन चाहिँ हबेबी त्यसपछि चाहिँ गरिबीतिर जान्छ जिन्दगी सुनै सुन यस्तो पनि हुन्छ कहाँदेखि लिन्छ यिनीहरूले सुन हामीलाई पनि दिए हुन्छ नि यार लमा के हो यस्तो चाहिँ सब केटीहरूको लागि है ल तपाईँहरूलाई चाहिँ म एउटा कुरा भन्छु म अहिले सिङ्गल नै छु कि मलाई जसले चाहिँ सबैभन्दा अगाडि प्रपोज गर्छ त्यसलाई चाहिँ म यहाँदेखि एउटा गिफ्ट दिन्छ है यो सब चाहिँ तपाईँहरूले पाउँछ प्रपोज चाहिँ गर्नु पऱ्यो फर्स्टमा गोल नै गोल छ या गोल नै गोल जताको त्यही गोल नै गोल छ जुनलाई हेरेर उनलाई सम्झिनु र पैसा बिना गोल हेर्न आउनु एउटै भइरहेको छ अहिले चाहिँ हामीहरू अब सुन हेरेर पसिना आयो कि अब यति धेरै सुन छ है त्यही देख्दाखेरि चाहिँ एकदमै पसिना आयो अहिले चाहिँ हामीहरू यता यो साइडतिर आएर बसिरहेको छौँ अनि सुन हेरेर त पसिना आइहाल्यो नि सुन हेरेर पसिना आयो कि आएन दाइ पसीना तो आएगा ना इतना महंगा सोना है देख के पसीना ही आ जाता है यति धेरै छ है यति धेरै छ सबै भयभरको खजाना नै एउटै ठाउँमा राखेको छ अनि त्यो सबै देखेपछि टन्नै सोना यो साइडतिर हेर्दाखेरि चाहिँ एकदमै मजा आइरहेको छ है हेर्नु न आमामा कडा छ है यतातिर चाहिँ मान्छेहरूको त्यति क्राउड छैन रहेछ त्यो साइडतिर छ नि अघि हामीले हेरेको त्यो सुनतिर त्यहाँनिर चाहिँ मान्छेहरूको क्राउड एकदमै रहेछ यो ठाउँतिर चाहिँ त्यति मान्छेहरूको क्राउड पनि छैन रहेछ ठाउँ पनि एकदम पिस दामी लाग्यो मलाई चाहिँ फोटो खिच्न भिडियोको लागि चाहिँ यो ठाउँ मिठो राम्रो रहेछ अब हामीहरू फेरि पनि त्यो अघिकै ठाउँतिर जानुपर्ने हुन्छ किनकि यताभन्दा त्यहाँनिर चाहिँ हाम्रो एकदमै खतरा सुनहरू छ कि यो साइडमा चाहिँ हाम्रो छनु चाहिँ छ तर ठुलो हेरिसकेपछि सानो हुन्छ नि सानोलाई चाहिँ त्यति भ्यालु दिँदैन भने जस्तै यतातिर सानोहरू रहेछ कि हामीहरू फेरि अब ठुलो हेर्न जाँदैछौँ हामीहरू चाहिँ अब ठुलो हेर्न जाँदैछौँ है त ठुलो यति धेरै भएको सुन हेर्न जाँदैछौँ
आलिया भट्ट आलिया भट्ट इसका दुल्हन है यो भन्दा पनि बबाल दुले देखाउँछ हामीहरू चाहिँ यता अगाडिदेखि जानुपर्ने हुन्छ हाम्रो जेब्रा क्रसिङ चाहिँ अगाडि छ अघितिर चाहिँ हामीलाई केटी पनि सोधिरहेको थियो कि कुन कुन ठाउँको चाहिँ केटीहरू चाहियो भनेर केटी सोध्छु यार केटी चाहिन्छ दाइ केटी चाहिन्छ भनेर सोधिरहेको थियो हामी यहाँ सुन हेर्न आएको मान्छे कहाँ केटी लिएर हिँड्छ त होइन त्यो भन्दै हिँडिरहेको थियो अघि चाहिँ समुद्र साइडतिर आइसकेको छौँ सुन धेरै हेऱ्यो यार सुन एकदमै हेऱ्यो पसिना आइसक्यो धेरै सुन पनि हेर्नु हुँदैन फेरि तिज आइरहेको छ कसैले यो भिडियो देखिहाल्यो भने गर्लफ्रेन्ड त यस्तै हो एक्सले देख्यो भने चाहिँ फेरि सुन माग्न थाल्यो भने के गर्नु है त्यही भएर चाहिँ हामीहरू बसिसकेको छौँ यतातिर आएर सुन हेरेर कस्तो फिल भयो भैया सुन हेरेर महंगो फील हो बहुत महंगा फील हो रहा भाई गरीब फील हो रहा बस अहिले चाहिँ हाम्रो अब चटपटी अर्डर गरेको थियो चटपटी पनि सक्यो अब हामीहरूले हाम्रो भिडियो पनि यहीँनिर इन गर्नुपर्ने हुन्छ भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा भन्न नबिर्सनु होला भन्दै एक स्पुन चटपटेसँग म मेरो भिडियो पनि इन गर्न चाहन्छु भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुने हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै आजको भिडियो यही अन्त्य गर्न चाहन्छु धन्यवाद Static hum invades my veins.